Hello guys, welcome to my mini vlog. हेलो साथीहरु, गुड मर्निङ। के छ, सन्चै हुनुहुन्छ होला है? हामी चाहिँ हिजो यता एङ्जु बसेको थियौँ। बुढी चाहिँ हिजो सौलदेखि यता एङ्जु आएको थियो। आज चाहिँ यसो बिहान घुम्न निस्किमला भन्ने प्लान थियो। बिहान उठेर बाहिर हेर्दाखेरि चाहिँ है यसो हिउँ परेको रहेछ। तपाईहरुलाई अहिले पनि पढ्दै गएको छ पनि देखाएँ। देख्न सक्नुहुन्छ यसरी हिउँ परिरहेको छ। अझै पनि मौसम पनि एकदमै चिसो छ है। त्यही चिसो भए तापनि एकछिन यसो निस्किनु पर्ला भन्ने हो। हाम्रो बुढी चाहिँ टिकटकको लागि प्र्याक्टिस गरिरहेको छ। 1 घण्टा लगाएर चाहिँ मेकअप गर्यो अहिलेसम्म। अहिले चाहिँ टिकटक बनाइरहेको छ। ल योभन्दा पछाडि के हुन्छ, कता जान्छन् घुम्न, तपाईँहरूलाई अपडेट गर्ने नै छौँ। बाहिर चाहिँ हिउँ परिरहेको छ, गाह्रो छ, चिसो एकदमै धेरै छ भनौँ। हिजो साँझ चाहिँ हामी यही मोथेलमा बसेको थियौँ। बिहानै उठेर घुम्न जानुपर्छ भन्ने सोध्थ्यो। बिहान उठ्दा त पुरा हिउँ परेको। ओहो, हाम्रो मिसले चाहिँ हिउँ खेलिरहेको छ। कस्तो लाग्यो त फर्स्ट टाइम हिउँ देख्दा? राम्रो लाग्यो। Finally, photo video click Garn Venera Najikai Ko Park Ma Pugio. Click some photos and videos. फाइनली साथीहरु फोटो पनि खिचियो। अनि बुढीले भोक पनि लाग्यो भनेपछि रेस्टुरेन्ट खोज्नतिर लाग्यौं। खोज्दा 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 फाइनली रेस्टुरेन्ट पनि भेटियो। मेरो बुढीलाई हेजाङको फेरि असाध्यै मन पर्छ। बुढाबुढी मिलेर हेजाङको खाना थाल्यौं। यो चिसो मौसम, हेजाङको तातो सुप, बुढाबुढीको मिठो कुराकानी अनि न्यानो माया, एकदमै रमाइलो भयो। Thank you so much watching this vlog.